जीवन तयारी हो, मृत्यु परीक्षा हो, पृथ्वीलोक परीक्षा हल हो। यो कुरालाई श्रीमद् भगवत गीताको अध्याय 8 को श्लोक नम्बर 5 र 6 ले यसरी वर्णन गरेको छ। सुन्नुहोस् है त। अन्तकाले च मामेव स्मरणमुक्त कलेवरम य प्रयाति समद्भावम याति नास्त्यत्र संशय। 5 नम्बरको श्लोकले भन्छ, जीवनका अन्त्यमा जसले केवल मेरो स्मरण गर्दै शरीर त्याग गर्दछ त्यसले तत्काल मेरो स्वभावलाई प्राप्त गर्दछ, त्यसमा कुनै सन्देह छैन। श्लोक नम्बर 6 ले भन्छ, यम यम वापि स्मरण भावम त्याज्य त्यन्ते कलेवरम तम तमेव इति कौन्तेय सदा तद्भाव भावित। यसको अर्थ छ, हे कुन्ती पुत्र, शरीर त्याग गर्ने बेलामा मानिसले जुन जुन अवस्थाको स्मरण गर्दै शरीर त्याग गर्दछ त्यसले निश्चित रूपमा मृत्युपछि त्यही स्थिति प्राप्त गर्दछ। त्यसकारणले जीवन पुरै तयारी गरेर मृत्युको बेला भगवानको स्मरण गर्ने, अरू बाँकी कुराहरू नसम्झिने, भगवानको स्मरण गर्दै हामीले शरीर त्याग गर्यौं भनेदेखि हामीले भगवानको स्वभावलाई प्राप्त गर्ने रहेछौँ है त। हरे कृष्ण।